हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। 83 सालको नयाँ वर्षको सबैलाई हार्दिक मङ्गलमय शुभकामना। तपाईहरूको जिन्दगी फलोस् फुलोस् भने जस्तो होस्। लाछु यो सबै ल हेर्नु नै, बिहान बिहान यहाँ मेहन्दी लाउन लाएछु, भिडियो पनि बनाउने अनि त्यहाँदेखि मेहन्दी पनि लाउने, दुईटा काम एकैचोटि गर्छु भनेर। अनि उहाँ प्रधानमन्त्रीले सोसल मिडियाबाट चाहिँ कति पैसा कमाए अरे, अनि हामी पनि त सोसल मिडियामा लाउनु पऱ्यो के अरे। अनि कम्तीमा दुईटा रिल हाल्न पर्छ अरे फेरि यो जुकेका फेसबुकमा, अनि कन्टेन्ट केही हुन्न। अनि त्यही भएर यसो घरमा बाथरुम सासरुम टोइलेट जाँदाखेरि भिडियो बाहेक अरू चाहिँ यस्तो गरेर देखाउन पर्यो। हुने रहेछ भने विचार गर्न पर्यो। एउटा प्रतिज्ञा के गरियो भने नयाँ सालदेखिबाट चाहिँ फेसबुक युट्युबमा लागि परेर काम गर्न पर्यो। 1 वर्षसम्म सिक्न पर्यो केही हुन्छ कि भनेर यतातिर लाग्ने प्रतिज्ञा गरियो। फुर्सद हुँदैन, कन्टेन्ट हुँदैन, कहीँ हिँड्ने नि। अनि यस्तै गर्छु। कति भिडियो बनाइयो, जे पनि हाल्छु यो गङ्गेले नभन्नु होला। भोलि पर्सि पैसाका मुठा डलर आएपछि तपाईँहरूलाई देखाउँछु। त्यही भन्न आएको। हेर्नु नि हातले लप्प लप्प लाउँछु। आमाले फेरि तँलाई सङ्क्रान्ति परिएछ देब्रे हात, उहाँ केही दान गरेर मन्दिरमा गएर कसैलाई केही खुवाएर टिको सिको लाएर अनि त्यहाँबाट बल्ल तैँले खा भनेर फोन गर्नुभएको छ। अब नुहाएर फेरि जाने हो मान्छे खोज्न के, टिको लाउनु दान गर्ने मान्छे खोज्न। तपाईँहरू कोही माछा मासु नखाने एकदम लाइनमा हिँड्ने धर्म कर्म धार्मिक मान्छे भए भन्नुहोस्, मैले तपाईँहरूलाई आज टिका लाएर दक्षिणा दिन्छु के अरे। के हो र